साथीहरू देशभर चुनावको माहौल एकदमै धेरै चलिरहेको छ। चुनावको प्रचारहरू धेरै नै भइरहेको छ। माइकिङहरू एकदमै धेरै सुनिरहेको छ। फल्नालाई जिताउँ, योलाई जिताउँ भनेर। यो एउटा राम्रो पक्ष पनि हो। ठिक छ, प्रचार गर्नु राम्रो पक्ष हो। किनभने आफ्नो जनतालाई चाहिँ आफ्नो नेता चिनाउनु, आफ्नो चाहिँ पार्टी चिनाउनु होइन, एकदमै राम्रो कुरा हो। तर केही अवाञ्छित क्रियाकलापहरू, केही नराम्रो क्रियाकलापहरू भइरहेको पनि सार्वजनिक भइरहेका छन्। हिजो मात्र नुवाकोटको बिडुर नगरपालिका 8 नाम भैरमकोटमा चाहिँ एमाले कार्यकर्ताको टोलीबाट, एमालेको प्रचार टोलीले केही एकजना युवालाई चाहिँ हातपात गरेको, कुटेको भन्ने समाचार बाहिरिएको छ। पक्कै पनि यो चाहिँ राम्रो पक्ष होइन, यो चाहिँ नराम्रो पक्ष हो। त्यहाँनिर चाहिँ के को बारेमा किन कुटियो भन्ने बारेमा चाहिँ अब मोटर बाटो किन बनेन भनेर क्वेसन गर्दा कुटिएको भन्ने छ। त्यहाँनिर अब सिधै एकैचोटि मोटर बाटो किन बनेन भनेर क्वेसन गर्नुभयो, या त केही अलि धेरै अरू पनि बातचितहरू भयो, त्यो यसको विषयमा भने खुलाइएको छैन। तर जे भए पनि बातचित गर्नु, छलफल गर्नु होइन, सबै कुरा राम्रो हो। तर हातपातै गर्नु, कुट्नै पर्ने आवश्यकता त्यहाँनिर थिएन होला पक्कै पनि। अब यस्तो हातपातै गर्ने, अलिकति गुन्डागर्दी गर्न खोज्ने, अलिकति चाहिँ अहम्ता नै भएको व्यक्तिलाई चाहिँ हामीले चुनावमा जिताएर संसदमा लगेर त काम छैन। यस्ता व्यक्तिहरूलाई हामीले संसदमा लग्यौँ भने भोलि उहाँले देश कसरी चलाउनु होला, त्यो इलाकाको विकास प्रगति कसरी गर्नु होला होइन। त्यसकारण पनि यो कुट्नु र कुटी माग्नु चाहिँ नराम्रो पक्ष हो। तर त्यो जुन व्यक्तिहरूले जस्तो यस्तो खालको व्यवहार गर्नुभयो, त्यो चाहिँ बेलैमाथि चुनाव अगाडि नै चिन्न पाउनु, त्यहाँका जनताहरूले चिन्न पाउनुभयो। र नुवाकोटवासीहरूलाई म के पनि भन्न चाहन्छु भने, तपाईँहरूले बेलैमा चिन्नुभयो को कस्तो भन्ने बारेमा। तपाईँहरूले चाहिँ यस्ता हरकत गर्ने नेताहरूलाई जिताएर भोलि संसदमा लैजानु भयो भने पक्कै पनि राम्रो काम गर्नुहुने छैन। त्यसकारण नुवाकोटवासीलाई म के भन्न चाहन्छु भने, बेलैमा तपाईँहरूले चिन्न पाउनुभयो, तपाईँहरूलाई बधाई छ। अब राम्रो नेतालाई भोट दिनुहोस्, राम्रो काम गर्ने नेतालाई भोट दिनुहोस् र राम्रो फल नै पाउनुहुनेछ। तर अहिले चाहिँ प्रलोभनमा गएर 2-4 हजारको पछि, 500 हजारको पछि लागेर र केही मासु भात रक्सी खान पाएको भरमा भोट हाल्नु भयो भने भोलिका दिनहरूमा फेरि पनि यस्तै खालका नेताहरूको हातमा पर्छौँ हामी जनताहरू र दुःख पाउँछौँ। त्यसकारण हिजोको घटना एकदमै दुःखद घटना हो। कसैले चाहिँ मोटर बाटो किन बनेन, यहाँ चाहिँ बत्ती किन आएन, यहाँ खानेपानी किन भएन भन्ने क्वेसन गरिराख्दा होइन, कुटिनु भनेको धेरै नराम्रो कुरा हो। यो त्यति मात्र होइन, कतिपय ठाउँमा चाहिँ प्रचारको क्रममा भिडियो बनाइराख्दाखेरि यो कुनै अरू पार्टीबाट परिचालित भएर भिडियो बनाउन आयो भन्ने पनि आइरहेका छन्। भने भिडियो त बनाउन पाइयो नि, आज के बोल्नुहुन्छ, भोलि के गर्नुहुन्छ, प्रमाण पनि त राख्नु पर्यो। पानी जाँच रेल ल्याउँछौँ भन्ने, घर घरमा ग्यासको पाइप जोड्छौँ भन्ने, त्यसपछि नगरेपछि यो रेकर्डै गरेन भने त प्रमाण के राख्नु त होइन। त्यसकारण पनि प्रमाणहरू राख्नलाई होला, अथवा केही आफ्नै कार्यकर्ता भए पनि त्यहाँ चाहिँ एउटा रेकर्ड राख्नलाई भिडियो गर्नुभयो होला, त्यो विषयमा पनि वाद विवाद भएको देखिन्छ होइन। र अब हिजो झन् अब त्यो कुट्न पर्ने आवश्यकता पक्कै पनि थिएन होला। अब किन कुटपिट गर्नुभयो, किन चाहिँ त्यहाँनिर हातपात गर्नुभयो, त्यो विषय एकदमै त्यहीको विषय चाहिँ त्यहाँको मान्छेलाई थाहा होला होइन, सबै कुरा। तर पनि समाचारमा सार्वजनिक भएअनुसार चाहिँ मोटर बाटो किन बनेन भनेर क्वेसन गरिराख्दाखेरि कुटिएको भन्ने छ। यो विषयमा एकदमै दुःखद घटना हो यो। अब यदि होइन यहाँ चाहिँ नेकपा एमालेका कार्यकर्ताहरूले जे गरे पनि हुने हो भने चाहिँ ठिक हो। म अझ पनि भन्छु, धेरैले मलाई तैँले एमालेको खेर खनिस् भनेर कमेन्ट गर्नुभएको थियो अघिल्लो भिडियोमा।
त्यो होइन, म कुनै पनि पार्टीको पनि होइन, कुनै नेताको पनि होइन। म सबै पार्टीलाई भनिरहेको छु, तपाईँहरू सुध्रेर आउनुहोस्, राम्रो काम गर्नुहोस्, तपाईँहरूलाई जनताहरूले चिन्नुहुनेछ, भोट दिनुहुनेछ, जिताउनुहुनेछ भनेर भनिरहेको छु। तपाईँहरूलाई जसले जित्यो पनि अग्रिम शुभकामना भनेर पनि भनिसकेको छु होइन। तर यस्ता नराम्रा क्रियाकलाप र अवांछित क्रियाकलापमा धेरै देखिएको भनेको अहिले एमालेको। त्यसकारण पनि एमालेको नाम धेरै आएको होला है। त्यो विषयमा मैले यहाँ हिब्रीबाट प्रश्न पारेँ। धेरैले मलाई एमालेको कुरो चाहिँ धेरै गर्नुभयो भन्ने कुरा भन्नुभएको छ। त्यो एमालेको कुरा चाहिँ जसले कि त राम्रो गर्नेकै नाम अगाडि आउँछ, कि त नराम्रो गर्नेकै नाम अगाडि आउँछ होइन। त्यस्तै जस्तो अब यहाँ पनि एमालेहरूले चाहिँ अलिकति बढी नै गर्नुभएको छ क्या। विशेष गरी केपी ओली शर्माले चाहिँ अब विभिन्न अब जनताहरूलाई प्रलोभन देखाएर विभिन्न चाहिँ धारछल गरेर होइन, धारछल भनेको चोरी ढाँटी गरेर होइन कि आश्वासन देखाएर यो गर्छु उ गर्छु भनेर आश्वासन देखाएर उहाँले चाहिँ काम नगर्नु, नेपाली जनतालाई झुक्क्याउनु काम गर्नु भएर जित्नुभयो पहिलेका चुनावहरूमा होइन। उहाँ मात्र होइन, प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा उठेर रोल्पाबाट चुनाव जित्नुभयो। फर्केर रोल्पालाई कस्तो छ के छ भनेर बुझ्न पनि जानलाई केही 2-4 वर्षपछि फेरि बल्ल जानुभएको थियो। अनि त्यसपछि गोर्खा जित्नुभयो, चितवन जित्नुभयो, काठमाडौँ जित्नुभयो। जहाँ जहाँ जित्नुभयो त्यो ठाउँबाट अर्कोचोटि उठ्नु पनि छैन। त्यो ठाउँमा गएर के छ कस्तो छ जनतासँग भेटघाट गर्नु छैन। जनतालाई के आवश्यक छ, त्यो ठाउँलाई के आवश्यक छ त्यो बुझ्नु पनि छैन। अहिले रुकुम पूर्व पुग्नुभयो होइन। अब रुकुम पूर्वमा जितेपछि फर्केर जाने होइन। रुकुम पूर्वका जनताहरूले अहिले चाहिँ चिन्ने हुन्छ। कति ठाउँबाट चुनाव जितेर त्यो ठाउँमा के गरेर आउनुभएको हो त्यो चाहिँ ख्याल गरे हुन्छ होइन। मासु भात र रक्सीमै अनि 2-4 हजारमै बिग्ने हो भने त्यो नेताहरूसँग जति हुन्छ पैसा सब लुटेका चोरेका ढाँटेको पैसा छरै छ अनि। अब प्रचण्डसँग त पहिला समरकालमा बैङ्क लुट्याएका पैसा पनि होला नि होइन। बैङ्क लुट्याएका पैसा पनि छन् प्रचण्डहरूसँग त। अनि बैङ्क लुट्याएका सर्वसाधारणबाट लुट्याएका होइन पैसाहरू पनि छन्। त्यो किन भनिस् भन्नु होला, मसँग प्रमाण छन्। अनि त्यसकारण पैसा जति पनि बाँड्न सक्छन् चुनावमा पैसा लिएर 1000 रुपियाँ लिएर भोट हाल्नु होला, भोलि हजारौँ दुःख पाउनुहुनेछ। अहिले मासु भात खाएर 1-2 घन्टाको लागि मोज मस्ती गर्नु होला र भोलिपल्ट गएर भोट हाल्नु होला, तर तपाईँहरूलाई जिन्दगीभर दुःख पाउनुहुनेछ। त्यसकारण ख्याल गर्नुपर्ने कुरो हो होइन। तपाईँहरूले नेता चिन्नुपर्ने, कार्यकर्ता चिन्नुपर्ने यही बेला हो, मौका यही बेला हो। सबैजनालाई चुनाव नजिकै छ, सबैजनालाई आफ्नो पार्टीलाई आफ्नो नेतालाई भोट हाल्नु होला। अग्रिम शुभकामना छ सबैजनालाई। म त भोट पनि हाल्दैन, म कुनै पार्टीको पनि होइन, कुनै पार्टीमा सम्बन्धित व्यक्ति पनि होइन। यहाँ धेरैले त चाहिँ कुन पार्टीको एमालेको खेरो खनिस भनेर धेरैले भन्नुभएको छ। मैले त्यो स्क्रिन यहाँ राख्न पनि खोजिरहेको थिएँ, मैले राखेन। तर विशेष मलाई यो भिडियो बनाउनुको कारण चाहिँ के हो भने हिजो नुवाकोटको बिडुर 8मा चाहिँ बिडुर नगरपालिका 8मा चाहिँ युवा कुटिएको विषयमा चाहिँ मलाई केही बोल्न मन लागेर बनाएको हो। त्यो चाहिँ अति नै नराम्रो कुरा हो। जसले कुट्नुभयो, जुन समूहले कुट्नुभयो त्यो समूहको छिट्टै नै पतन हुन्छ। यो लक्षण नै पतन हुने लक्षण हो। यो चुनाव अगाडि नै यस्ता लक्षणहरू देखाइराख्नुहोस्। चुनावका दिनसम्ममा यस्ता लक्षणहरू जति सक्नुहुन्छ देखाउनुहोस्। त्यसपछि तपाईँको पार्टीलाई, तपाईँको नेताहरूलाई फाइदा हुनेछ। अग्रिम शुभकामना मेरो ल तपाईँहरूलाई पनि। धन्यवाद।